त्यो अर्को प्रकारले हुन्छ बाल्टी लिएर आउनु पर्ने हैन ठुलो रहेछ यार बड्डा बहुत ठुलो माछा रहेछ यार ठुलो छ बाम होला के ठुलो माछा रहेछ के धेरै रोइरहेको बाम हो ठुलै रहेछ के यो त फाल्ने कि नै बामले धारो जग्गा आराको ठुलो माछा रहेछ के हो यो यो काट्छ हो त्यही हो खै भिडियो गराउँछु ल बाम हो बाम भन्ने त्यही हो यत्रो रहेछ यार त्यो बाम होला होला पर्ने हो के ह अलि खोला त पानी खाला माछा रहेछ आइडिया हुन्छ के यार हामीलाई के थाहा यसो हैन काटे हो बम हो बामले चाहिँ माथि पोखेर नि लुक गोख्यो बाम पक्का हुनु पर्यो पक्का हुनु पर्ने हो के बाम त भुस्छ के म तपाईको पछाडी देख्नु हेर्नु त यता पछाडी यहाँ पछाडी पछाडी यता दुई तीनटा लुकी छन् तुफान त्यसमा चाहिँ भेटिना नि ताको छिरोने हो के हो माछा देऊ दे त अगाडि यति समानेर यो समात यो समात सबै अरे हो के फोटो यत्रो माछा रहेछ हिरामारो हलाइदिनु लाग्छ के लागेछ यहाँ के अरे अलि ठुलो माछा भेटु भेटेन सबै किसिम ढाड देखाइराखेको हो त्यसै भाइ एक पछि यार भगाइदिनु भयो गयो उता पछाडि गयो यार गयो माछा यार पानी त रोकेर फेरि आछु यत्रोको समात्न अलि मोटो समात्न एक घन्टा यस्तो छोडिदिनु बच्चा हो यार बच्चा पनि समात्दिनु घन्टा गयो मास हुन पर्यो क्या त्यो भाग्यो पानी फाल्नु पर्छ अब बाम हो बाम छ र चरिङा पानी फालौँ त पाइन्थे बाम कस्तो हुन्छ यार हेरौँ न बाम छबाट बस्सकै ठुलो बाम छ पानी फालौँ त एउटा वा छ ऊ त्यहाँ लुकेछ क्या बाम छ टनेर भित्र जान्छ पानी खाल्छ तिर बाम छ कि ठुलो यत्रो छ गङ्टा गङ्टा बाम हो तलतिर त माछा टन्ने छ सर त्यो खण्डमा 2 किलो माछा होला तलतिरकोमा देखियो अहिले माछा त लास्टै 2 किलो माछा होला त
यो पानी आइरहेको के फेरि यहाँ माटो कहाँ ल्याऊ माटो माटो त्यो पानी आइरहेको माथि लैजाउँ न ए यता माछै माछा उफ्री छ माछा आइरहेको छ यिनी माछा समात्नु न चेप चेप यो माछा समात्नु चेप चेप देखेको माछाहरू